सम्पूर्णमा यो भिडियो हेर्दै हुनुहुने सम्पूर्णमा मेरो तर्फबाट पनि यहाँहरूलाई विशेष अनुरोध छ, यो भिडियो सेयर गरिदिनु होला। यो बच्चाको लागि भए पनि हजुरहरूले नानीको अवस्था निकै नाजुक छ। खाना केही खाँदैन, पहिला मजाले खान्थ्यो खाना, अहिले 2 गाँस पनि खान सक्दैन। दुध पनि थोरै के हुन्छ 2-3 गुटका मात्रै, अहिले त्यति केही खान सक्दैन, केही खानु मन गर्दैन, कुरै गर्छ। उसलाई अलिकति पोल्छ, हजुर भटपति पोल्छ, उसलाई कुरै गर्छ, हुने नेपाली दाजुभाइहरू सक्नुहुन्छ भने सहयोग गरिदिनु होला। सहयोग माग्दैछु, मेरो छोराको ध्यान बचाइदिनु होला। सक्नुहुन्छ जे गरिदिन्छु, सक्दो सहयोग गरिदिनु होला तपाईँहरूसँग। राजवंशी भट्टराई हो। मेरो छोरा 3 वर्षदेखि अहिले क्यान्सर रोगको ब्लड क्यान्सर हुनुहुन्छ। हामी यहाँ पिएनसीमा देखाएको, उसलाई ब्लड क्यान्सर भयो भन्नु। अनि त्यसपछि हामीले राजीव गान्धीमा इन्डियाको राजीव गान्धी हस्पिटलमा ट्रिटमेन्ट गऱ्यौँ 3.5 वर्षसम्म। उसको ब्लड क्यान्सर फेरि 6 महिनामा बोलाएको थियो, तर 3 वर्षमै उसको रोग बल्झिएर फेरि हामीले बिएनसी देखाएको थियौँ। बिएनसीमा कोटेसमा खराब देखेर उसलाई डक्टरले भन्नुभएको थियो बोन मेरो ट्रान्सफर गर्नुपर्छ भन्नुभएको थियो। सक्छ भने भक्तपुर जानु भनेर भन्नुभयो। त्यसपछि हामीले फेरि राजीव गान्धीमा गएर देखाएको, त्यहाँ 5 दिनको ट्रिटमेन्टमा त्यहाँ पनि त्यही कुरा गर्नुभयो, यसको बोन मेरो ट्रान्सफर गर्नुपर्छ भन्नुभयो। अनि पैसा आइसी 30 लाख 40 लाख लाग्छ भनेर भन्नुभयो। अनि त्यही भएर तपाईँहरूसँग जति सक्दो सहयोग गरिदिनु होला, जति जे छ तपाईँहरूसँग मेरो छोरालाई बचाइदिनु होला। हामीले जति कमाएको छोरालाई अवतार गरेर सक्यो, हामी छोरामा केही सक्दो तपाईँहरू हात भइरहेको त्यो माग्दैछु मेरो छोराको मेरो छोरा यो शेखर राई, विगत 3.5 वर्षदेखि क्यान्सर ट्रिटमेन्ट गरिरहेको छु। र क्यान्सरको ट्रिटमेन्ट चाहिँ मेरो बिएनसीमा पहिले नानीलाई ज्वरो आउने बिरामी र उहाँको लागि खानाहरू केही नआउने भनेको बिएनसीमा गएको थिएँ। बिएनसीमा क्यान्सर प्रमाणित भइसकेपछि मैले बिएनसीमा नगएर इन्डियाको राजीव गान्धी क्यान्सर हस्पिटलमा 3.5 वर्षसम्म ट्रिटमेन्ट चलाएँ। र 3.5 वर्षको बिचमा चाहिँ 7 महिना कन्टिन्यू हस्पिटलमै बसेर उपचार गरिसके पछाडि 2-3 महिनाको फलोअप थियो। 2-3 महिनाको फलोअपमा चाहिँ घरले पनि लाने भएको थियो। र त्यसमा 15 दिनको बिचमा चाहिँ ब्लड रिपोर्ट टेस्ट गर्नुभएको थियो। र 3.5 वर्षको पिरियडसम्म यस्तै चलिरहेको थियो। जब यो 20 दिन अगाडि चाहिँ उसको बिएनसीको क्यान्सर बल्झ्यो भनेर प्रमाणित गरिदियो र रिपोर्टहरूमा सम्झाउँदै गयो। त्यस पछाडि हामीले फेरि दिल्ली लग्यो। दिल्लीमा लगेर उसलाई उसको चेकअप गर्दाखेरि बोन मेरो ट्रान्सफर गर्नुपर्ने र त्यो टेस्टमा समस्या भएकोले इन्डियाको 30 लाख रुपियाँ लाग्ने र नेपाली 48 लाख खर्च लाग्ने भनेपछि मैले उपचार गर्न सक्दिनँ। मैले पहिले नै त्यो खर्च गरिसकेर मसँग आर्थिक उपचार नगरेँ। त्यस पछाडि भक्तपुर क्यान्सर हस्पिटल लगेँ। भक्तपुर क्यान्सर हस्पिटलमा मैले 5 दिन राखेँ। 5 दिन राखेर फेरि रिपोर्ट चेक गर्दाखेरि सेम 23 समस्या र बोन मेरो ट्रान्सफर र जन्मेको 1.5 वर्षपछि देखा गरेको थियो। त्यस पछाडि हामीले दिल्ली गएर ट्रिटमेन्ट उपचार गरेको 3.5 वर्ष ट्रिटमेन्ट चलाएँ। अनि